नमस्ते, मेरो नाम चाहिँ सन्तोषी खड्का हो। अहिलेको बसोबास चाहिँ मेरो यहाँ राधे राधे भक्तपुरमा पर्छ। पहिला चाहिँ मैले सभा नेपालमा काम गरिरहेको थिएँ। पहिला काम गरिरहेको कम्पनी बन्द भएको कारणले बेरोजगार भएर बसिरहेको खण्डमा र अहिले चाहिँ मैले घर उद्यम मञ्चमा काम गर्न थालेको छु। यही घर उद्यम मञ्चमा काम गरेर मैले मेरो आफ्नो घर परिवार चलाउन सक्षम छु। मेरो आम्दानी अब 15-16 हजार हुन्छ महिनामा। नानी पढ्छ, घर फ्यामिलीलाई हेर्नुपर्छ, आफ्नो खर्च सबै यसमै अलिअलि घरमा पनि गरेर आय स्रोतहरू बढाउँदैछु। नयाँ नयाँ काम गर्न पाउँदा खुसी छु। होमनेट नेपाल र घर उद्यम मञ्च इङ्गेज नेपाललाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।